यति हेर ठिक छ आऊ यतिको लागि बोलाएर त्यसो बनाएर खिच्नु है मोबाइलमा तपाईको हैन न साला उन हो अहिले क्यामेरा नगयो है फेरि ल जाम एक्सन साली नै सबजना न आस्नु कोही दिदी बहिनी मैले के गर्छु मलाई थाहा छ ओए तिम्रो दिदी बहिनी कहाँ छौ निस्कि बाहिर यिनीहरूको दिदी बहिनीलाई आज म एउटै चेन बनाएर यो बाख्रा टन टन बाँधेर लान्छु ओए बाहिर निस्क्यो भने सुनेन बाहिर निस्कि कहाँ लुकेर बसेको छ भने निस्कि बाहिर ओ बुढी बनाउँदै बाहिर निस्किन्छ यो साली कहाँ भयो साली यसको त म के नै गर्छु पक्का ओ बुढी डायलॉग के बोला बिर्सेल के एक्टिङ त गरे हो के भन्नु त गर यतिकै एक्टिङ उहाँकोबाट गरे राम्रो छ वहाँ हाम्रो नि छैन साथीमा मसँग बस्छ तर होइन उहाँले हाल्दै हाल्नुहुन्छ त्यो अहिले चाहिँ कसको भयो त्यसो खिच्नु है ल भयो आऊ रोलिङ एक्सन गरिदिनु यिनीहरूको दिदी बहिनी यो त एउटै ओए बुढी बाहिर निस्कि लुकेर सुख पाउँछ भन्नाले कि अरे फुलपेमा बाहिर आएछ तेरो बहिनी कहाँ गयो बहिनी छोडिन ओए बुढी बाहिर आएछ अर्काको घर बस्नु तेरो पहिला बाहिर निकाल त मेरो एउटा सल्लाह छ निकाली कि ननिकाली त्यो निकाल भने ए बुढी 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 किन निस्क्यो भने पैसा नै